हेलो एभ्रिवान है। आज चाहिँ फेरि मैले तपाईँहरूको छेउमा अर्को गेम लिएर आइरहेको छु। यहाँ देख्नुहुँदैछ होला चाना। चाना चाहिँ म आज चाहिँ यो बट्टामा हाल्छु है, यसमा उठाएर हाल्छु। अनि जसले पनि सही एन्सर भन्नुहुन्छ है उहाँले चाहिँ 500 रुपियाँ पाउनुहुन्छ यो पालि चाहिँ। ल, अस्ति 100को थियो, यो पालि 500 रुपियाँ पाउनुहुन्छ। अन्त तपाईँहरूलाई चाहिँ फर्स्ट तपाईँहरूको चाहिँ रहेको छ, म यसरी हेर्नुहोस् है, यो यहाँदेखि म यसरी अस्ति चाहिँ मैले तपाईँहरूलाई देखाएको थिएँ है। अन्त आज चाहिँ नदेखाइकनै हाल्छु त्यो डाइरेक्ट। हेर्नुहोस् है, हाल्दैछु। यो चाहिँ मैले हालिसकेँ है, यसमा चाना हालिसकेँ। अब तपाईँहरूले चाहिँ यो चाहिँ है, यसमा चाहिँ कति छ त्यो गेस गर्नुपर्छ है तपाईँहरूले। ल, यसमा कति छ त्यो गेस गर्नुपर्छ तपाईँहरूले। जित्नेले चाहिँ 500 रुपियाँ पाउनुहुन्छ। अस्तिको चाहिँ गेम एकदम सजिलो थियो, किनकि मैले हातमा यसरी तपाईँहरूलाई देखाएको पनि थिएँ है। यो चाहिँ तपाईँहरूलाई त्यस्तो हुँदैन, यो चाहिँ तपाईँहरूलाई बट्टामा छ, गेस गर्नुपर्ने हुन्छ। म यो तपाईँहरूको त्यति बेला खोल्छु, अहिले मैले पनि गनेको छैन यसमा कति छ है, मैले डाइरेक्ट टिपेर हालेको छु। फर्स्ट जसले पनि भन्नुहुन्छ उहाँले चाहिँ 500 रुपियाँ क्यास प्राइज पाउनुहुन्छ। अन्त यसमा चाहिँ एउटा कन्डिसन पनि छ तपाईँहरूले है, जसले पनि कमेन्ट गर्नुहुन्छ उहाँले चाहिँ एउटा सेयर गर्नै पर्ने हुन्छ। ल, कम्पलसरी छ सेयर चाहिँ। इफ तपाईँले है सही एन्सर भन्नुभयो, त्यहाँदेखि सही एन्सरमा चाहिँ तपाईँहरूले मिस्टेक सही नम्बर तपाईँले चुज गर्नुभएको छ या मलाई कमेन्ट गर्नुभएको छ, त्यति बेला चाहिँ तपाईँको म गएर प्रोफाइल चेक गर्छु। प्रोफाइल चेक गर्दाखेरि चाहिँ मैले सेयर गरेको भेटिनँ भने चाहिँ तपाईँकोले त्यो जित्नु हुँदैन। लस्,